छोटो लुगाहरू चाहिँ अब यस्तो हो अडियन्सको अगाडि प्रेजेन्ट हुन जाँदाखेरि म छोटो लुगा लगाएको अहिलेसम्म त्यति रेकर्डै छैन भन्दा पनि हुन्छ। छोटो लुगाहरू चाहिँ बाहिर पर्सनल्ली अब ट्राभल गर्दा आफ्नो सुरुमा हिँड्दा गर्दाखेरि त त्यो मेरो पर्सनल कुरा भइहाल्यो। फुलीको कारणले त अब कसैले लगाएको गहनाकै कारणले अरूलाई प्रब्लम हुन्छ भने त भइराखोस्, अझै थपियोस् त्यसलाई अझै थपियोस् त्यसलाई। कसैले लगाइरहेको गहना आफ्नो गेटअप गरेर अरूलाई प्रब्लम हुन्छ भने त्यो प्रब्लम हुनेलाई होस्। सधैँ यत्तिकै हो हजुर, एनर्जी पुरा ऊर्जावान हुन्छ नि, जोस जाँगरिलो सधैँ यस्तै हो। सकेसम्म पोजिटिभ थिङ्क राख्नुपर्छ भन्ने मान्छे चाहिँ हो। अनि अर्को म ह्याप्पी पर्सन चाहिँ हो। मलाई चाहिँ हरेक कुरामा मजाक र रमाइलो, एकदम रमाइलो लिनुपर्ने, म इन्जोय गर्नुपर्ने, त्यो चाहिँ हो। ओके, अलिकति आफूलाई चाहिँ हुन्छ नि विक होइन भन्ने खालको चाहिँ फिल गराउनु पर्ने, हामी म गर्न सक्छु गर्छु भन्ने खालको, गर्छु आइ एम गुड टाइपको होइन, अनि खुसी हुनुपर्छ टाइपको चाहिँ हो। ओके, अब अहिले चाहिँ हामी नेपालमै छौँ होइन, त्यति साह्रो अझ विकसित भइहालेको छैन। कतिले चाहिँ भन्नुहुन्छ कि छोरी मान्छेको जिम्मेवारी खासै हुँदैन भन्ने कुराहरू नि गर्नुहुन्छ कि छोराको तुलना गरिकन होइन।